चुनावको मिति नजिकिँदै गर्दाखेरि पूर्व प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरेका छन्। एकचोटि यो भिडियोलाई हेरौँ। आजको यो घडी मेरा लागि केवल सत्ताको कुरा होइन, यो त यो देशको भविष्य र विशेष गरी मेरा युवा साथीहरू जेनजीका छोराछोरीहरूको सपनाको कुरा हो। धेरैलाई लाग्न सक्छ म जस्ता पुराना नेताहरू एउटै हुन्, तर म आज यो सार्वजनिक मञ्चबाट प्रष्ट भन्न चाहन्छु, म ती पुराना नेताहरूको भिडमा छैन। म त्यो सत्ताको भागभण्डाको सम्झौतामा कहिल्यै सहभागी हुन चाहन्न जसले देशलाई बन्धक बनाएर राखेको छ। म फरक छु र म यो प्रमाणित गरेरै छाड्नेछु। भिडियोमा उनले भनेका छन् कि आफू कहिल्यै पनि सत्ताको भागभण्डामा रहेनन् र अब रहन पनि चाहँदैनन्। उनी पुरानो नेताहरू जस्तो नरहेको, आफू बेग्लै रहेको भन्न चाहन्छन् यो भिडियोमा। के उनले भने जस्तै उनी कहिल्यै पनि सत्ताको भागभण्डामा रहेनन् त? हजुरहरूलाई के लाग्छ? आफ्नो राय कमेन्ट बक्समा राख्न नबिर्सनुहोला।